पक्राउ परे सागर लम्साल उर्फ बले। हिजो मात्रै अमेरिकामा रहेकी एकजना सङ्गम बिष्ट नाम गरेकी चेलीले उनलाई 1 वर्ष अगाडि अमेरिका गएको बेलामा बलात्कार गरेको भनेर आरोप लागिसकेपछि उनलाई चाहिँ आज बिहान मात्रै नेपाल प्रहरीले चाहिँ घरबाटै पक्राउ गरेको छ। र साथै योभन्दा पहिला उनी जस्तै सन्दीप लामिछाने, पल शाह लगायतका मान्छेहरूलाई चाहिँ आरोप लागिसकेपछि नेपाल सरकारले चाहिँ नेपाल प्रहरीले चाहिँ तुरुन्त पक्राउ गरेको थियो। र सोही केसमा चाहिँ नेपालका एमालेका नेता भनिने महेश बस्नेत उर्फ भोगटेलाई चाहिँ सोही केसमा चाहिँ आजसम्म किन नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन? के कानुन सबका लागि बराबर होइन र? के लाग्छ तपाईँहरूलाई? के बलेले साँच्चै बलात्कार गरेका हुन् त? कमेन्ट गर्नुहोला।